भनिन्छ नि, जसले तालिमको मैदानमा बढी पसिना चुहाउँछ उसले युद्ध मैदानमा रगत बगाउनु पर्दैन। भनाइको तात्पर्य के हो भने हामीले मेहनत गरेर आफूलाई सबल बनायौं भने कार्यक्षेत्रमा उत्रिँदाखेरि हामीले कठिनाइ भोग्नु पर्दैन, जटिलताको सामना गर्नु पर्दैन, सबै कामहरू हामी सहज रूपमा सम्पन्न गर्न सक्छौं। एउटा सानो प्रसंग यहाँलाई सुनाउँछु, रमाइलो प्रसंग, मिल्दोजुल्दो। एकजना मूर्तिकारले खोलाबाट एउटा ढुङ्गो टिपेर ल्याएछन् र त्यो ढुङ्गालाई मूर्ति बनाउन आफ्नो औजारहरू छिनु कुटु आदि प्रयोग गरेर त्यसलाई हिर्काउन थालेछन्। जति जति ती कलाकारले ती मूर्तिकारले ढुङ्गोलाई हिर्काउँछन् त्यति त्यति त्यो ढुङ्गो कराउन रुन थालेछ। अय्या हात्तो, मलाई गाह्रो भयो, मलाई यसरी नपिट नकुट भनेर कराउन थालेछ। मूर्तिकार पनि हैरान भएछन् र त्यो ढुङ्गालाई एकतिर छेउमा राखेर अनि फेरि अर्को ढुङ्गो खोज्न गएछन् खोलामा। खोलामा गएर अर्को ढुङ्गो टिपेर लिएर आएर फेरि त्यो दोस्रो ढुङ्गोलाई पनि उनी त्यसरी नै आफ्नो छिनु मार्तल लगायतका औजारहरू प्रयोग गरेर कुट्न ठोक्न अथवा चोइट्याउन थालेछन्। र संयोगवश त्यो दोस्रो ढुङ्गो चाहिँ शान्त भएर त्यो प्रहार सहेर बसेछ, कुनै प्रतिक्रिया जनाएनछ र मूर्तिकारले पनि खुसी हुँदै हुँदै त्यो मूर्तिलाई राम्रो, त्यो ढुङ्गोलाई एउटा राम्रो मूर्तिका रूपमा विकास गरेछन्। र संयोगवश एक दिन एकजना धनाढ्य व्यापारी त्यहाँ आइपुगेछन् र उनले मूर्तिको दाम सोधेछन्। मूर्तिकारले जति मेहनत गरेका थिए आफ्नो मेहनत अनुसारको मूर्तिको दाम बताए र त्यो मूर्तिको दाम बताइसकेपछि खुसी भएर ती व्यापारी भनौँ तिनले चाहिँ मूर्ति किनेर लिएर गए र मूर्ति किनेर लिएर जान लाग्दै गर्दा उनले छेउमा त्यो अर्को ढुङ्गो पनि देखेछन् र मूर्तिकारलाई के भनेछन् भने मलाई यो ढुङ्गो पनि दिनुहोस् न भनेछन्। किन तपाईँलाई यो ढुङ्गो लगेर के गर्नुहुन्छ र भनेर सोधेको, म यो ढुङ्गोलाई चाहिँ जुन मन्दिरमा म यो मूर्ति स्थापना गर्छु त्यो मन्दिरमा दर्शन गर्न आउने मान्छेहरूले लाई नरिवल फुटाउनका लागि यो ढुङ्गो छेउमा राखिदिन्छु भनेछन्। अनि त्यसो भनेपछि मूर्तिकारले पनि हुन्छ भनेर त्यो ढुङ्गो दिएछन् र व्यापारीले लगेर मन्दिर बनाए, मूर्ति स्थापना गरे र त्यो मूर्तिसँगै छेउमा त्यो ढुङ्गो राखिदिए। जुन मूर्ति बनेको ढुङ्गो थियो त्यो मूर्तिको सधैँभरि मान्छेहरू आएर पूजा गरे, सम्मान गरे, भगवान मानेर, तर छेउमा राखिएको त्यो अर्को ढुङ्गोमाथि सधैँभरि नरिवलका ती कडा नरिवलका दानाहरू हानेर हिर्काएर सधैँभरि त्यो ढुङ्गालाई चाहिँ प्रहार गरिरहेछन्। यो कथाबाट पनि हामी के बुझ्न सक्छौँ भने यदि मूर्तिकारले आफूमाथि प्रहार गरेका बेला केही समय मात्रै त्यो दोस्रो पहिलो ढुङ्गोले सहन गरेको थियो भने ऊ सुन्दर मूर्ति बन्थ्यो र सधैँभरि पुजिन्थ्यो। तर उसले त्यतिखेरको पीडा सहन नसकेर प्रतिक्रिया जनाएको कारणले गर्दा उसले जीवनभरि नरिवल उसका निधारमा भनौँ, उसका टाउकामा मान्छेहरूले नरिवल फोडिरहे, उसले त्यो कष्ट भोगिरहनु पर्यो। हस्, नमस्कार।